अगाडि चाहिँ यत्रो अल्को हनुमानको मूर्ति पनि छ। मन्दिर जस्तो यहाँनिर चाहिँ शास्त्रिक शस्त्रहरू चाहिँ सिंह बाघ भालु चालु हावापानी राम्रो हुन्छ के गाउँघरको। सहरको यो प्रदूषण यो धुलो धुवा हेलो एन्ड नमस्ते, फेरि पनि स्वागत छ जताबाट गए पनि हुन्छ। स्वागत तपाईँहरूलाई मेरो न्यू भ्लगमा। भनेपछि आज चाहिँ हामी मासतिर भैरव डाँडातिर यसो 4-5 बजे चिया खान यसो निस्केको। अनि मौसम यस्तो भइरहेछ चिसोले। यहाँ माथि जान चाहिँ यहाँ माथि ठ्याक्कै यहाँनिर यहाँ मासतिर पुग्छ हामी चाहिँ। अहिले चाहिँ हामी है बाइपासमा चौडोलको खोलाको बाइपासमा तलतिरबाट अन्धकार भएर यस्तो आइरहेछ नि। लभली देखिरहेछ देख्न चाहिँ होइन, तर हाम्रो खोला साइड चाहिँ यस्तो छ है, यस्तो पुरै यस्तो जाडो छ नि। टाइट रोडमा भेटौँ हाइवेमा ल। हामी चाहिँ राप्ती रोडनिर निस्क्यो। खोलाको स्थिति यस्तो छ, भत्काएको छ, जताततै यस्तो छ, गम्भीर छ है। अब चाहिँ हामी ठ्याक्कै हेटौडा हस्पिटलनिर, यतापट्टि हेटौडा हस्पिटल, यतापट्टि जिल्लामा रातो रोटी मिल्ला कि नमिल्ला। यता चाहिँ हेटौडा हस्पिटल, मामाजीहरू पनि अगाडि हिँडिरहनु भएको रहेछ। यहाँ अगाडि चाहिँ यत्रो अल्को हनुमानको मूर्ति पनि छ। मन्दिर जस्तो यहाँनिर चाहिँ शास्त्रिक शस्त्रहरू के त्यो पण्डितहरूले पढ्छ नि हो, त्यस्तो टाइपको चाहिँ यहाँनिर पढाउँछ। त्यो शास्त्रिक भाषाहरू यस्तै टाइपको यस्तो वाइल्ड लाइफ त्यो यो हनुमानले गरेर, यो हनुमानको मूर्तिले गरेर नि दामी देखिन्छ क्या यहाँनिर चाहिँ। यतापट्टि चाहिँ पार्क जस्तो बनाउँछ। अनि यहाँ चाहिँ अब थाहा नै होला, राति पुलभित्र यतापट्टि चाहिँ मान्छेहरू जलाउँछ बसमतीहरू जस्तो। अनि यहाँ पुल गर्ने बित्तिकै चाहिँ एउटा बुद्ध पार्क भन्ने ठाउँ छ। त्यो ठाउँ चाहिँ एकदम अब भाइरल पनि हो, जे होस् फोटोसोटो खिच्न, बस्नलाई, टाइम पास गर्नलाई, यसो घुम्नलाई, राति दिउँसो जतिखेर आए पनि दामी देख्छ। हेरौँ यहाँबाट यस्तो बुद्ध पार्क यस्तो इन्ट्री छ है यहाँनिर चाहिँ। यसरी फेरि डाँडा चढ्नुभन्दा अगाडि यहाँ चाहिँ बवाल सो यहाँ ढुङ्गाहरूमा प्रिन्ट गरेर शिवजीको प्रिन्ट त्यहाँ सही ठाउँ छ। जे होस् भ्यू देख्ने भ्यू पोइन्ट हाम्रो यहाँनिरको हेटौडाको नेपालको झन्डा राखेर टक्क लाएर हात्ती यस्तो ढुङ्गामा बवाल बनाइरहेछ नि यार। यस्तो डिजाइनहरू गरेर चाहिँ यहाँनिर यसरी ढुङ्गाहरू यसरी सजाएको छ। हनुमान यहाँनिर यसरी, यहाँ चाहिँ के हो, बाघ, सिंह है। इन्ट्री राम्रो भइरहेछ है, सिंहसँग इन्ट्री भइरहेछ है। सिंह बाघ भालु चालु। यो तलको चाहिँ के हो यार, नयाँ यो सरकारी भवन जस्तो छ कि यसरी चौतारा पनि छ यहाँनिर टक्क बाटोमा सबै यहाँनिर यसरी बाटोमा यसरी फुलहरू रोपेको छ। फुलहरू चाहिँ फलेको छैन। भर्याङ यहाँनिर यस्तो छ, बवाल छ। भिडियो सिडियो केही रिल्स बनाउने यस्तो त्यो अब म्युजिक भिडियोहरूको लागि चाहिँ यो ठाउँ पर्फेक्ट छ है हेटौडामा।
पर्फेक्ट छ यो ठाउँ। माटो साटो निकालेर लैजान्थ्यो पुरानो त्यो मान्छेहरूले घर लिप्थ्यो त्यो माटो लगेर के गर्थ्यो त्यहाँ डिजाइन घर लिपेर कस्तो बवाल बनाउँछ त्यो रातो माटोले। अनि अनि अहिले पो छैन त छ अहिले पनि गाउँघरतिर कति छ न त गाउँघरतिर भन्नाले यस्तो डाँडातिर गाउँघर नभनौँ न अहिले त जहाँ पनि बाटो छ गाउँघर भन्नु मिल्दैन। फुलहरू यस्तै फल्दा छ है। हावापानी राम्रो हुन्छ के गाउँघरको। सहरको यो प्रदूषण यो धुलो धुवाँ भन्ने टाइपको हुन्छ। रिस उठ्छ मलाई चाहिँ होइन, तर बस्न चाहिँ सजिलो सहरमा हो, सजिलो चाहिँ सबै कुराको फ्यासिलिटी। तर पनि होइन गाउँघरमा चाहिँ के हुन्छ भने अब राम्रो हावापानी होइन, हावापानी राम्रो भएपछि अनि मान्छे स्वच्छ भएपछि त अनि त्यसपछि सच्चा भयो नि त होइन त भान्जा। क्या बात है सर, क्या बात है सर, क्या बात, ये बात है। हेल्दी सोच्छ के सच्च भयो अरे के स्वच्छ भयो अनि त्यसपछि स्वच्छ भएपछि त जाने भने थाहा छ नि तपाईँहरूलाई होइन। अनि त्यसपछि के कुरा भयो भने भ्यू टावर चढेर भ्यूहरू इन्जोय गरेर मजाले अनि त्यसपछि फर्केर आउने बेला चाहिँ चिया खाउँला भन्ने कुरा भयो। अब हामी भ्यू टावरतिर जाँदैछौँ है त ल। हामी चाहिँ भ्यू टावरको गेटबाट छिरिसक्यौँ। गेट चाहिँ यता हो, मान्छे हिँड्नलाई चाहिँ यहाँबाट, अनि त्यसपछि साधनहरू हिँड्नलाई चाहिँ यताबाट यसरी बाटो बनाएको छ साइडबाट। खुट्टा ढोकेला टेन्सन हुन्छ त। भ्यू टावर आइसक्यो है हामी चाहिँ। यस्तो छ भ्यू टावरको। पुरै भ्यू टावरमा त यहाँनिर बिल्डिङ सिल्डिङ डेन्जर बनिरहेको छ। यहाँ पाथी भाडा मन्दिर हो है यो चाहिँ। यहाँ चाहिँ भ्यू टावर, यहाँ माथि चाहिँ पैसा लिइहाल्छ नि यार। तर हामी है लोकललाई त लिन नपर्ने हो या लोकल हो नि हामी त। भ्यू टावर यहाँ भएर डाँडा के गर्छ खोइ। भ्यू टावर चाहिँ यहाँ यस्तो छ, हुस्सुले यहाँनिर बवाल आइरहेछ। साथी भ्यू टावर हामी कति पछि आएको है। तर म अनि त्यसै को आएको थिएँ, तर म अनि होइन छौडी त कहाँ, हामी छौडी बोकेर हिँड्ने मान्छे हो त। छौडीले चाहिँ हामीलाई बोक्छ कि। यो र म आएको थियो एकचोटि यसको काकाको पल्सर लिएर आएर हो। त यार आले फर्स्ट टाइम हो हामीसँग के आइसक्यो आज जस्तो लाग्छ। बान्ठा हामी तिनजना सट न पट। अब चाहिँ हामी भ्यू टावर माथि जाने छौँ। टिकट के हो, टिकट यहाँ लिन्छ कि लिँदैन? म त जान्छु है, टिकट नतिरिकन जान्छु ल म। टिकट नतिरि एक्टिङ गरेको यतैतिर मान्छेलाई त छुट हुन्छ होला नि होइन। ठिक छ। यसरी मामले चाहिँ यहाँनिर टिकट काट्नुहुन्छ यहाँबाट। टिकट देखाउँदै हुनुहुन्छ मामले। हजुर यसरी यहाँनिर आउँदाखेरि चाहिँ यहाँ भ्यू टावर चढ्नलाई चाहिँ टिकट लाग्छ 25 रुपियाँ प्रवेशद्वार भनेर। यहाँनिर यस्तो छ एरिया चाहिँ यहाँनिर। ल अब हामी माथि जान्छौँ। हामी चाहिँ अहिले फर्स्ट फ्लोरबाट देख्ने भ्यू यति हो। सेकेन्ड फ्लोर हो ए, सेकेन्ड फ्लोर रहेछ यार। सेकेन्ड फ्लोरमा आइपुग्यो। सेकेन्ड फ्लोरबाट देख्ने यस्तो ल ठ्याक्कै छेक्न थाल्यो कि हामी आउँदा यहाँनिर हामीले एकचोटि मयूर पनि आएको थियो नि अझै त है यहाँ तल। ल हुस्सु आयो यार, यस्तो डेन्जर हुस्सु आयो यार। हाम्रो शेर पनि आउँछ, शेर हुस्सु आयो। अब माथि जाउँ हामी माथि।
ल हामी चाहिँ टप फ्लोरमा आइसक्यो अहिले चाहिँ एक फ्लोर माथि थपेको रहेछ यो तलदेखि गरे नगरे भयो के तलदेखि हाल्यो भयो चाहिँ माथिसम्म बढाउँछ होला अब यो पुरानो नि भइसक्यो नि त भ्यू टावर पाल्पामा त वाइल्ड ठुलो छ भने त्यो जङ्गलको टुप्पोमा छ यस्तै ठाउँमा होइन यत्रो ठुलो छ भने अब यहाँबाट चाहिँ यस्तो भ्यू देख्ने है टक हुस्सुले सब छेक्यो के अलिअलि त देखिरहेछ यतातिरको भ्यूहरू पनि देख्थ्यो यार हुस्सोले छेकिहाल्यो नि यतातिरको चाहिँ पुरै हुन्छ छिर्न मन्दिर सन्दिर सबै छिर्नुपर्छ नि मन्दिर चाहिँ यहाँनिर यस्तो है खै यहाँ माथिबाट देखाउँ है यस्तो भइरहेछ पुरै हुस्सु लाग्यो यार भ्यू हेर्न आएको जहाँ गयो नि हुस्सुले त नछोड्ने यार हेर्नु न त अनि यस्तो बवाल देख्थ्यो यहाँबाट सर हेटौडा बजार पुरै यहाँ हाम्रो यहाँनिर माथि भ्यू टावर माथि यहाँ मयूर पनि यसरी आउँछ कि कतिवटा 2-3टा जति आउँछ कि यहाँनिर मयूरहरू अनि त्यस त्यही त अस्ति नको पालो थियो कि हामी त्यहाँ भ्यू टावर चढ्दै थियो भ्यू टावर माथि थियो हामी अनि तल चाहिँ मयूर देखाएको थियो क्या त्यो चाहिँ मन्दिरभित्र छिर्यो भित्र छ यसरी मन्दिर हामी चाहिँ यहाँ बाहिर बसेर यस्तो गफ सोधिरहेको ए मन्दिरमा आएर चाहिँ यस्तो छ है ल एकछिनमा भेटौँ हामी अब यहाँबाट निस्किन थालेको तलतिर अनि तलतिर एकछिन बस्छौँ त्यतातिर चिया खान्छौँ अनि त्यहाँबाट निस्किन्छौँ त्यहाँको पनि भ्लग बनाउँला नि अलिअलि घन्टी चाहिँ एकचोटि बजाइदिउँ न लस्करे ल दोस्त यहाँबाट सुरु है खै त डेन्जर पहिला हामी त्यो माधवथान मन्दिर छैन त्यहाँनिर स्कुल जानुभन्दा अगाडि आएर ट्याङ 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 हान्ने जाने फेरि फर्केर आउने बेला ट्याङ 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 हान्ने त्यो त हाम्रो त्यो चौडलको केटाहरू या सबैले त्यो चाहिँ याद होला कि बच्चामा लोड गर्थ्यो भने जसले पनि के त्यो घन्टी सुरुमा बजाउनु खोज्ने दौडेर गएर के घन्टीलाई योभन्दा ठुलो थियो होला है त्यहाँ घन्टी अनि यहाँ चाहिँ जम्बो छ घन्टी लस्करै एकै ठाउँमा बिचमा चाहिँ ठुलो छ उहाँ चाहिँ एउटा सिङ्गल थियो कि थप्या रहेछ यस्तो छ अब हामी भ्यू टावरबाट निस्किँदा बाई बाई चियालाई वेटिङ गरिरहेको छ चिया वेटिङ हटले भन दुध आमामा त्यस्तै मर्ने नै भयो पछाडि बवाल गीत बजिरहेछ जे होस् होटेल पनि राम्रो छ यस्तो टाइपको होइन बत्ती सत्ती बाल्नु भएछ उतै गिटार पनि बल्छ यहाँनिर डोको नामै डोको युनिक नाम छ भने डोको सकिगयो नि हामी अहिले नि ह्यान्डसमै छ होइन यहाँबाट यस्तो भ्यू हेर्दै होइन यहाँबाट चिया सुरुप हान्दै भ्यू हेर्दै तर यस्तो ठाउँहरू हेटौडाको मान्छेहरूले लास्ट छुटाइरहेछ मिस गरिरहेको छ यहाँनिर चाहिँ आउनुपर्छ है यहाँनिर चाहिँ नजिकै छ नि त के देखोस् यार कुल भइगयो यहाँबाट उता पारिपट्टिको डाँडा चाहिँ मनकामना डाँडामा चाहिँ लो ट्याग हुन्छ तर भैरव डाँडामा चाहिँ छैन भैरव डाँडामा नै आउनु पर्यो त्यस्तै हो सेम मिस कल हान्नु अब एकछिन हामी बस्छौँ
बाई भन्ने केटा हो। अघि हामी गएको चाहिँ उहाँ बत्ती बलिरहेको छ माथि डाँडामा चाठामा हो, त्यहीँ पुगेर आएको हामी। बत्ती गएको भन्ने त्यहीँनिर हो, त्यहीँ पुगेर आएको। अब चाहिँ म यसो गिटार बजाउन निस्केको है त ल।